हामीले लिन त सक्दैनौँ। अब हामीले जनविद्रोह भनेर आह्वान गरिदियो, सबैजना आइदिनु होला भनियो। त्यसमा सबैजना आफ्नो सबै नेताले एउटा देशलाई माया गरेर आउनु पर्छ। अन्त गरेको त्यो आन्दोलनमा घुसपैठ त भयो भने अर्को नरसम्मान मचिने डर त डर त छैन घुसपैठ हुन्छ नि होइन घुसपैठ हुन्छ। एउटा कस्तो हुन्छ आन्दोलन सिर्जना हामीले आफ्नो मन खुसीले एउटा रहरले रमाइलोले त्यो चाहिँ मैले यसलाई असर गर्ने यो देशको विडम्बना, यो देश चाहिँ एकदम दुःखमा परेपछि नेपाल आमा रोएपछि चाहिँ अब चाहिँ हुँदैन भनेर युवा जाग्ने हो कि। अब जागिसक्यो, भइसक्यो, आन्दोलन भइसक्यो, सरकार नयाँ भइसक्यो। उहाँहरूले हाम्रो माग सम्बोधन गरेर उहाँहरूको 2 महिना भएन, 2 महिनामा एउटा आन्दोलन जनआन्दोलन घोषणा गर्न सक्नुहुन्छ भनेपछि एउटा जेलजीको एउटा मात्रै माग के जनआन्दोलन मात्र घोषणा गरिदिनुहोस् अहिलेको लागि भन्दाखेरि सक्नु पनि सक्नुहुन्न। भ्रष्टाचारी एकजना मात्र समातिदिनुहोस् न भन्यो भने प्रहरीलाई भर्याङ बोगार लिएर गएर कहाँ पठाउनुहुन्छ थाहा छैन। अनि भोलि हुने भनेको तपाईँहरूको आन्दोलन जेएनजीको आन्दोलन हो कि जेएनजीका घाइतेहरूको आन्दोलन हो कि शहीदको परिवारको आन्दोलन परिवर्तनको आन्दोलन हो। यो नेपाली सारा नेपाली सिङ्गो काठमाडौँवासी सिङ्गो नेपाली माइतीहरूमा उपस्थित भइदिनु। भोलि 8 बजीबाट सुरु हुन्छ भन्दा पनि खतरा हुन्छ। अहिलेसम्म चाहिँ के भएको भन्दाखेरि अहिलेसम्म चाहिँ आन्दोलनमा सरकार उनीहरूको इच्छाले बनाए, कहाँबाट आयो, के परिचालित भयो। अबको आन्दोलनले नेपाली सारा नेपाली खुसी हुने थाले। सिङ्गो नेपाल हाँस्ने आन्दोलन हुन्छ, सिङ्गो नेपाल खुसीले के तपाईँहरूलाई यो सरकारले तपाईँहरूलाई माग सम्बोधन गर्दैन, सरकारले हामीलाई न्याय दिन भन्दै गर्दाखेरि चाहिँ तपाईँहरू आन्दोलनमा धन्यवाद प्रधानमन्त्री बन्न करायो, जेएनजीसँग डरायो, भ्रष्ट नेता करायो, जेएनजीसँग डरायो, भ्रष्ट नेता करायो, जेएनजीसँग डरायो। एमालेलाई चढाएमा सुबाद, सीमालाई धन्यवाद, एमालेलाई चढाएमा सुबाद, सीमालाई धन्यवाद, एमालेलाई चढाएमा सुबाद, सीमालाई धन्यवाद, एमालेलाई चढाएमा सुबाद, सीमालाई धन्यवाद। 3 लिटर पेट्रोल मुर्दाबाद, मुर्दाबाद मुर्दाबाद, 3 लिटर पेट्रोल मुर्दाबाद, मुर्दाबाद मुर्दाबाद, 3 लिटर पेट्रोल मुर्दाबाद, मुर्दाबाद मुर्दाबाद, मासुबाद, मासुबाद, मुर्दाबाद, मासुबाद, 3 लिटर पेट्रोल मासुबाद, मुर्दाबाद मुर्दाबाद, भ्रष्ट नेता करायो, जेएनजीसँग डरायो, भ्रष्ट नेता करायो, जेएनजीसँग डरायो। एमालेलाई चढाएमा सुबाद, एमालेलाई चढाएमा सुबाद, सीमालाई धन्यवाद, एमालेलाई चढाएमा सुबाद, सीमालाई धन्यवाद। प्रधानमन्त्री बन्न करायो, जेएनजीसँग डरायो, प्रधानमन्त्री कहाँ हरायो, जेएनजीसँग डरायो, गृहमन्त्री कहाँ हरायो, जेएनजीसँग डरायो, हतियारसँग डरायो, गृहमन्त्री कहाँ हरायो, हतियारसँग डरायो, गृहमन्त्री कहाँ हरायो, हतियारसँग डरायो, गृहमन्त्री कहाँ हरायो, हतियारसँग डरायो। एमालेलाई चढाएमा सुबाद, सीमालाई धन्यवाद, एमालेलाई चढाएमा सुबाद, सीमालाई धन्यवाद, प्रधानमन्त्री कहाँ हरायो, हतियारसँग डरायो, प्रधानमन्त्री कहाँ हरायो, हतियारसँग डरायो, केपी ओली कहाँ हरायो, जेएनजीसँग डरायो, केपी ओली कहाँ हरायो, जेएनजीसँग डरायो, केपी ओली कहाँ हरायो, जेएनजीसँग डरायो, वाइस प्रेसिडेन्ट कहाँ हरायो, जेएनजीसँग डरायो। केपी ओली बाबुको सरकार हो र जतिखेर मलाई चाहिँ $20,000 उतारेको उनीहरूले घोषणा गरेको छन् कार्यक्रममा होइन निकाल्दा भइहाल्छ एउटा ढिलो भयो हामी सबै प्रेसमिटसँगै गरौँ न है उनीहरूले 20,000 निकालेर हामी 1 लाख युवा छौँ होइन ल देखिनु त आज स्थिति हजुर देखिनु त आज सुनसान समाज यो तपाईहरु यो त क्लियर हो यो त हामी हाम्रो टेलर मात्र थियो त्यो हाम्रो टेलर मात्र थियो हामीले ल्याउनु पर्यो भने हामी अझै पनि ल्याउन रेडी छौं सरकार हरायो शहीदको माग पूरा गर शहीदको सपना पूरा गर शहीदको
भ्रष्टाचारीलाई कारबाही गर घाइते एकता जिन्दाबाद घाइते एकता जिन्दाबाद नेपाल आमालाई न्याय दे गुण्डा करायो गुण्डको गुण्डा करायो गुण्डको गुण्डा करायो लुते गृहमन्त्री हत्यारा सरकार हत्यारालाई कारबाही गर हत्यारालाई कारबाही गर जेएनजी आन्दोलन जनआन्दोलन घोषणा गर जेएनजी आन्दोलन जनआन्दोलन घोषणा गर हामीलाई चुनाव चाहिँदैन हामीलाई अहिले चुनाव चाहिँदैन पहिला भ्रष्टा पक्राउ गर पहिला भ्रष्टा पक्राउ गर पहिला हत्यारा पक्राउ गर पहिला हत्यारा पक्राउ गर पहिला हत्यारा पक्राउ गर देशमा सुशासन कायम गर देशमा सुशासन कायम गर गुण्डमा गुण्डा करायो गुण्डमा गुण्डा करायो जेएनजी एकता जिन्दाबाद जेएनजी एकता जिन्दाबाद घाइते एकता जिन्दाबाद साहित्य सपना पुरा गर साहित्य सपना पुरा गर हामीलाई चुनाव चाहिँदैन भइसक्यो नि त होइन यो एउटा यो कस्तो हुन्छ भने अहिले जेएनजीहरूलाई चाहिँ गुट भयो यो धेरै गरीको जेएनजीहरू फरक भयो भन्ने छ नि यो जति पनि भनेको चाहिँ यो गेम हो कि होइन सबै जेएनजीहरू अगुवाहरू सबै हामी एक ठाउँमा छौँ कि हामीलाई परेर ठाउँमा दाइहरूले एकदम सहयोग गर्नुहुन्छ दाइहरूले परेर ठाउँमा पनि हामीले एकदम सहयोग गर्छौँ त्यो आफ्नो कार्य सबैजना एकै ठाउँमा भयो भने त काम गर्न सकिँदैन पार्ट छुटेर चाहिँ काम गरिरहेको सबैजनाले आफ्नो आफ्नो ठाउँबाट काम गरिरहेको छौँ गरिआएको खण्डमा विलास सुदन दाइ त्यहीबाट सबै प्रवेश भाइदेखिबाट सबै हामीसँग साथ छ हामी घाइते सबै एक ठाउँमै छौँ होइन शहीद परिवार पनि एक ठाउँमै छौँ सबै एक ठाउँमै छौँ यो देशले जबसम्म हामीले न्याय पाउँदैन यो देशले न्याय पाउँदैन नि यो सिङ्गो देशले न्याय चाहियो भने हामीलाई न्याय चाहिएको गरौँ यो सिङ्गो देशले न्याय पायो भने हामी अटोमेटिक खुसी हो कि यो देशले न्याय जबसम्म मिल्दैन तबसम्म छुटेको हुँदैन सबै एकै ठाउँमा छौँ दाइहरूलाई हामीले कुरा गरेका थियौँ समर्थन छौँ भाउ हामी आउनुपर्छ भन्नुभएको थियो दाइहरू सबै आउँछौँ हामी पनि भन्नुभएको थियो आज एमाले घोषणै गरिसक्यो तपाईँलाई अब ठिक पार्ने भनेर एउटा सुन्नु न एमाले एउटा सिङ्गो पार्टी एउटा गुन्डुमा गरेर अर्क्या छ एउटा गुन्डुमा गरेर अर्क्या त्यो गुन्डुबाट होइन बच्चा तर्काइरहेको छ हेर्नु न बच्चा तर्काइरहेको छ घाइतेहरू अर्कोचोटि रेडी भइसक्यो हेर्नु हामी घाइते छौँ नि गुन्डुमा धेरै पर्वत नगर्दा हुन्छ होइन तपाईँहरूको राजनीति तपाईँहरू गर्नुहोस् तपाईँहरूको समय राजनीति समय आउँछ तपाईँहरूको के गर्न पनि हो तपाईँहरू गर्नुहोस् तर अहिले देश बनाउने समय छ यो जेएनजीको समय हो यो जेएनजीको समय छौँजेलसम्म यो पार्टीगतको कुरा हामी जान्दैनौँ एमाले को काङ्ग्रेस को माओवादी को चिन्दैन एउटा सिङ्गो एमाले को के भन्यो भन्दैन हामीलाई त्यसको सरकार छैन उहाँले पहिला पनि भन्नुहुन्थ्यो त्यस्तो अभिव्यक्ति पहिला पनि दिइरह हो अहिले पनि दिइरह भोलि पनि दिन्छ अब के गर्नु सक्छ गुन्डाहरूले